छिना र आज म तपाईलाई सुरेश ताम्राकार सरले लेख्नु भएको दुईटा पुस्तकहरू बारे अनलाइनमा कसरी एक्सेस गर्ने, ब्राउजरद्वारा कसरी एक्सेस गर्ने भनेर भन्न गइरहेको छु। हजुरहरूले चाहिँ कुनै पनि ब्राउजरमा गएर सर्च गरेर आर्काइभ अनलाइन भन्ने वेबसाइटलाई ओपन गर्नु होला। अनि यसमा चाहिँ 1 ट्रिलियन बुकहरू प्रिन्ट अनलाइन पढ्न सकिन्छ। अब चाहिँ यस्तो इन्टरफेस आउँछ र अब चाहिँ तपाईँले त्यसमा क्लिक गर्नु होला लिङ्कमा। अब हामीले चाहिँ यो वेबसाइट खोलिसकेको छौँ र तपाईँले यहाँ सर्चको बटन देखिसक्नु भएको होला र यता चाहिँ तपाईँ सुरेश ताम्राकार भनेर यतापट्टि लेखेर राइटरको नेम अथवा बुक सेतो चिल र भावनाका प्रतिबिम्बहरू लेखेर बुकहरू पढ्न सक्नुहुन्छ। र अब तपाईँले चाहिँ यसरी सुरेश ताम्राकार सर्च गरिसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ जसमा चाहिँ सेतो चिल र भावनाको प्रतिबिम्बहरू यतापट्टि यो दुईटा बुक रहेका छन्। र त्यसमध्ये चाहिँ म तपाईँलाई सेतो चिल पुस्तक चाहिँ खोलेर देखाउन गइरहेको छु। अब चाहिँ मैले यो खोलिसकेको छु। यो बुकलाई चाहिँ तपाईँहरूले अब यतापट्टि लेफ्ट फ्लिपबाट यसरी फोल्ड गर्दै पढ्न सक्नुहुन्छ। यतापट्टि विभिन्न प्रकारका कथा कविताहरू रहेका छन्। तपाईँहरूलाई यो पुस्तक मन परेमा तपाईँहरू यहाँ रिभ्यू र रेटिङ पनि दिन सक्नुहुन्छ। र यो पुस्तक विद्यार्थीहरूको लागि निकै महत्त्वपूर्ण र प्रेरणादायी छ किनकि यसमा विभिन्न प्रकारका कथाहरू उल्लेखित छन् जसले गर्दा विद्यार्थीहरूले विभिन्न प्रकारका कुराहरू सिक्न सक्छन् भन्ने